एबी डिभिलियर्स यो कुनै नर्मल प्लेयरको नाम होइन, यो एउटा वन मैन आर्मीको नाम हो। अब्राहम बेन्जाम डिभिलियर्स। आज जब विराट कोहलीको विकेट खसिरहेछ भने अहिले फेन्सरसँग धेरै नाम छ, रजत पाटीदार, देवदत्त पडिक्कल, कुणाल पाण्ड्या, टिम डेभिड। तर एउटा यस्तो टाइम थियो जब आरसीबीको ब्याटिङ कोल्याप्स भइहालोस्, रन नबने होस्, बढी प्रेसर भइहालोस्, ठुलो टार्गेट हो, विराट कोहलीको विकेट खसिहालोस्, त्यो बेला पुरै आरसीबी फेन्सले मात्र एउटै प्लेयरको नाम याद आउँथ्यो, एबी डिभिलियर्स। जुन काम आज देवदत्त पाडिक्कल, रजत पाटीदार, टिम डेभिड, कुणाल पाण्ड्या मिलेर आरसीबीको लागि गरिरहेछ, त्यो काम एबी डिभिलियर्स एक्लै गर्नु भइरहेको थियो आरसीबीको लागि। अहिले एबी डिभिलियर्सको रिटायरमेन्टको 5 साल भइसकेको छ, तर अहिले पनि आरसीबीको लागि सबैभन्दा बढी प्लेयर अफ द म्याचको रिकर्ड रोनीको नाममा नै छ। 2016 को फाइनल त सबैलाई याद छ, तर यो कुरा कसैलाई याद नहोला कि एबीडीले एक्लै सिंगल ह्यान्डली सेमी फाइनलबाट आरसीबीलाई फाइनलमा लग्नु भएको थियो। विराट कोहली पछि आरसीबीको लागि सबैभन्दा बढी रन पनि एबी डिभिलियर्सको नै छ। क्रिस गेल पछि सबैभन्दा बढी 6 एबी डिभिलियर्सको नै छ। एबी डिभिलियर्स जुन बेला आरसीबीमा थियो, बरु त्यो टाइममा आरसीबीसँग राम्रो ब्याटिङ अनि बोलिङ लाइनअप थिएन, तर त्यो बेला जति एबी डिभिलियर्स माथि फेन्सहरूको विश्वास थियो नि, त्यो अहिलेसम्म अरू कुनै ब्याटर्समा भएन। एबी डिभिलियर्स आरसीबीको लागि मात्र एउटा प्लेयर हुनुहुन्थेन, आरसीबीको एउटा फेस हुनुहुन्थ्यो। र 70+18 229 यो मात्र त्यो फेन्सलाई थाहा होला जुन आरसीबीलाई सुरुदेखि नै सपोर्ट गरिरहेछ, जुन लकडाउनबाट यो अहिले जबदेखि आरसीबी जितिसकेको छ यो बेलादेखि सपोर्ट गरिरहेछ, तिनीहरूले कहिले पनि थाहा लाग्दैन के हो भनेर। यदि तपाईलाई थाहा छ भने कमेन्टमा भन्नु।